दर्शकबिन नमस्कार, न्युज एनबी अनलाइनमा हार्दिक स्वागत छ। म एमबी रावत। दर्शकबिन हेर्न सक्नुहुन्छ दुर्गा परसाई अहिले आफ्नो निवासबाट कार्यक्रम स्थलतर्फ प्रवेश गरिसकेका छन् भने दुर्गा परसाईको निवासबाट हजारौंको समर्थनको बीच अहिले भर्खरै मात्रै दुर्गा परसाई हिँडिसकेका छन् भने र राजावादी समर्थकहरू हजारौंको भिडमा हिँडिरहेका छन्। हामी तपाईहरूलाई दिनभरको अपडेट दिनेछौँ। दर्शकबिन तपाईहरूले भने हाम्रो न्युज च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। दर्शकबिन यसै क्रममा सुदन किराँतीले राजाको टाउको काटेर गाड्ने अभिव्यक्ति दिएसँगै राजावादीका समर्थकहरूले आजकै दिन सुदन किराँतीको टाउको काटेर कि आफूले गाड्ने कि उसले गाड्ने र नत्र आफूले गाड्ने चेतावनी दिएका छन्। हेर्नुहोस्, यो हजारौंको भिडमा यो राजावादी र गणतन्त्रवादीको आजको भयङ्कर ठुलो आन्दोलन छ। दर्शकबिन ठाउँ अलग अलग दिए पनि आज राजावादीले शक्ति प्रदर्शन देखाउने भएको छ। उहाँहरूले गर्नुभयो। संविधानको पालना उहाँहरूले गरेको भए सायद गणतन्त्र केही लामो समय जान्थ्यो होला। हामी त भनिराखेका छौँ नि, समृद्धि र विकासका मुद्दा लिएर आउनुहोस्, सम्पूर्ण नागरिकहरूलाई रोजगारी दिनुहोस्, होइन, शिक्षा र स्वास्थ्य निःशुल्क भनिएको छ, त्यो शिक्षा र स्वास्थ्य निःशुल्क गराउनुहोस् न। नागरिकले मैले परीक्षा दिन पाऊँ भन्दा दिनदाडै बालकुमारीमा गोली हानेर उडाइदिया होइन, प्रधानमन्त्रीले हत्या भने होइन। अनि त्यो हत्याको केस चाहिँ कहाँ भन्दा मिलापत्रमा सल्टाइयो र त्यो छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गर्न सकिएको छैन। अनि यो सरकार कसरी लोकतान्त्रिक भयो? त्यस कारण म तपाईँहरूलाई के आग्रह गर्छु भने अब मिडियाले सुदन किराँतीले भनेका छन्, उनले भनेका छन् राजाको गर्दन टाउकोमा खस्न सक्छ। लो तैँले देखा राजाको गर्दन, तेरो गर्दन चाहिँ के फलामले बनेको हो? म यो प्रश्न, तेरो पनि 9 इन्चीको घाँटी होला। आज तपाईँ हामी चाहिँ पूर्व राजा भन्ने, त्यस कारण पूर्व राजा भन्न चाहिँ आजैका मितिबाट म मिडिया कर्मीहरूलाई पनि आग्रह गर्छु, अब एउटा क्रान्ति गर्नुहोस् र श्रीपाद ज्ञानेन्द्र भन्नुहोस्। क्या हामीले राजालाई सडकमै भेटाएका छौँ, राजालाई प्रत्येक नेपाली नागरिकको मनमा भेटाएका छौँ। त्यसैले अहिले मुलुकले के भनिराखेको छ? राजा चाहियो भनिराखेको छ। यो झडप सडप हुन्छ, 100 जनाको लिस्ट तयार पारेको छ भनेर दुर्गा परसाईजीले त्यो गलत। दुर्गा परसाईको हामीले 1 रुपियाँ पनि खाएका छैनौँ, हामी खान चाहन्नौँ। यो दुर्गाको मात्रै अभियान होइन, यो तमाम नेपाली जनको अभियान हो। यो बाहुन किन बौलाएर आएको हुँदैन? राजा चाहियो, राजा चाहियो, राजा देशभरिबाट आयो। अब दर्शकबिन यतिखेर हामी तपाईँलाई दुर्गा परसाईको निवासबाट देखाइरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ राजावादी राष्ट्रिय झन्डा बोकेर यतिखेर लमक लम्किराख्नु भएको छ। बोकेर राजाको शक्ति र राजालाई फर्काउने भनेर उहाँहरूले अहिलेको सरकारलाई चुनौती पनि दिइराख्नु भएको छ। भने आज यो आन्दोलन कसरी अगाडि बढ्छ, सँगसँगै राजा कहिले सडकमा आउँछ भनेर यहाँ विशेष कुराकानी गर्नेछौँ। भने अहिलेसम्म पनि हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने तुरन्त सब्सक्राइब गर्नु भन्दै दिनभरिको अपडेट के हुन्छ त्यो पनि हामी देखाउने नै छौँ। भने आज यहाँ भएका व्यक्तित्वहरू राजाको विषयमा, गणतन्त्रको विषयमा, राजतन्त्रको विषयमा के भन्नुहुन्छ उहाँहरूसँग विशेष कुराकानी गर्नेछौँ। हामी सँगै रहेर पुरा भिडियो